धेरै दिनपछिको मेरो 7 डे मिनी ब्लग। हेलो एन्ड दर्शन सबैजनालाई मेरो 7 डे मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। धेरै दिनपछि मेरो 7 डे मिनी ब्लग आउँदैछ। सबैजनाले सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु। आश भएर नै बनाउने कोसिस गर्दैछु। सबैजनाले सपोर्ट गरिदिनुस् अनि म अगाडि बढ्ने छु। म चाहिँ आज काममा जाँदैछु। 5:30 त्यहाँ पुग्नुपर्ने हो, किनकि आज सटरडे हो नि, त्यही भएर अहिले हिँड्दैछु। कति बजे हिँड्ने भनेर हजुरहरूले देखिसक्नु भएको होला। मेरो नयाँ काम जोइन भएको छ नि, त्यही भएर राति बिहानै उठेर काममा जानुपर्छ। यति चिसो छ बेङ्गलोरमा, यति चिसो छ, के कुरा गर्ने हो र। यस्तो कपडा लगाउँदा पनि मलाई साइकल चलाउँदा के हात खुट्टा काटेर बाप्रे, यस्तो जति कपडा लाए नि यस्तो चिसो छ बेङ्गलोरमा। गाह्रो छ जिन्दगी, परदेशमा गाह्रो छ। त्यही भएर यस्तो चिसोमा पनि ब्लग बनाइरहेको छु। सबैले सपोर्ट गरिदिनुहोस् क्या, सपोर्ट। अनि चाहिँ मैले चाहिँ त्यहाँ पुवा र बैगनको भर्ता, दाल चावल अनि पालक बनाएँ। अनि अर्को घरमा आएर फेरि रोटी, पालक पनिर अनि फ्राई राइस बनाएँ। अनि त्यसपछि अर्को घरमा गएर चाहिँ मैले नुडल्स बनाएँ। थ्याङ्क यू सो मच अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा। अब हामी मिल्नेछौँ अर्को मिनी ब्लगमा। एन्ड बाई।